नमस्कार, अपन विशेष में स्वागत करे छी। हम अजय शाह शिवालू। आई बातचीत कर जा जे सार्वजनिक भेलै एहि विषय में। एहि बेर आंतरिक मूल्यांकन क विद्यार्थी सब के रिजल्ट सार्वजनिक कयल गेल छै। विद्यालय सब जे आंतरिक मूल्यांकन क रिजल्ट भेटने छलै वही के आधार में राष्ट्रीय परीक्षा बोर्ड रिजल्ट सार्वजनिक केने छै। ई रिजल्ट केहन रहलै, आब जे विद्यार्थी सब उत्तीर्ण भेलै, पास भेलै, हुनका सबके अध्ययन अध्यापन शैक्षिक गतिविधि केना का आब आगा बढ़तै, यावत विषय में आई बातचीत करब। तो प्रत्यक्ष अखन जुड़ल छै शिक्षाविद विद्यानाथ कोइराला, तैना महोत्तरी के शिक्षा विकास समन्वय इकाई के प्रमुख चेत कुमार पोखरेल, तैना प्रदेश नंबर 2 के एनप्याप्सन के अध्यक्ष। सबैजनालाई स्वागत छ कार्यक्रममा। धन्यवाद, नमस्कार। सुरुवात शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाबाट गरौँ। डाक्टर साहब, यो जुन रिजल्ट आयो त्यो कस्तो लाग्यो तपाईलाई एसई को रिजल्ट यसपालिको? पहिलो के हो भने देशभरि एउटै परीक्षा गरेको होइन, फरक फरक स्कुलले फरक फरक गरे अथवा केही स्कुलहरूको समूहले एउटा परीक्षा गर्यो। त्यो कारणले फरक नतिजा आउनु के आउनु नै नहुनु होइन। दोस्रो, शिक्षक साथीहरूले नम्बर जुन दिने किसिमको तरिकाहरू हो त्यो चाहिँ नि बन्द कोठामा वा चाहिँ सरकारले बनाएको बन्द कोठामा दिने र खुला परिवेशमा दिने नम्बरहरू अलिकति फरक हुँदो रहेछ भन्ने किसिमको जानकारी पनि हो। यसले दोस्रो कुराकानी दिन्छ। तेस्रो, मैले यसलाई कसरी हेर्छु भनेदेखि यो 10 कक्षाको जाँच हो, यो 9 कक्षाको जाँच जस्तै हो, 4 क्लासको जाँच जस्तै हो, 2 क्लासको जाँच जस्तै हो। यसलाई एसई भनेर चाहिँ ठुलो शब्दमा भनिराख्नुपर्ने अब जरुरी छैन, किनभने हिजो चाहिँ 10 क्लास विद्यालय छोड्ने थियो, त्यसको नाउँ एसएलसी हुन्थ्यो। अब 12 क्लासको जाँच भयो, जसलाई एसएलसी भन्ने किसिमको नाउँ सरकारले दिँदैछ। त्यसो भएपछि यो स्कुल छोड्ने जाँच पनि होइन, विद्यालयकै परीक्षाको निरन्तरता भएको हुनाले यसलाई ठुलो समस्याको रूपमा हेर्नुपर्छ भन्ने मलाई लाग्छ। जयप्रकाशजी, तपाईलाई कस्तो लाग्यो यो नतिजा चाहिँ? धन्यवाद सबभन्दा पहिला अजयजीलाई आज यो स्टुडियोमा निम्त्याउनु भयो त्यसको लागि। भर्खर चाहिँ डाक्टर साहबले जुन यसको बारेमा एसई परीक्षाको परीक्षाफलको बारेमा उहाँले भन्नुभयो त्यो 100% सहमतिको कुरो हो, त्यसमा कुनै दुई मत छैन। वास्तवमा अहिले जुन एसई परीक्षाको परीक्षाफल पछि जुन एउटा उत्साह हुन्थ्यो विद्यार्थीमा, अभिभावकमा, विद्यालयमा, शिक्षकमा, त्यो उत्साह चाहिँ छैन। विद्यालयको आन्तरिक परीक्षाफल फर्स्ट टर्मिनल, सेकेन्ड टर्मिनल, थर्ड टर्मिनल हुँदा जुन एउटा विद्यार्थीमा देखिन्थ्यो त्यो भन्दा फरक किसिमको अहिले देखिएको छैन। र यो परीक्षाको चाहिँ परीक्षाफल आइसकेपछि हामीले एउटा के महसुस गर्यो भने परीक्षाफल जस्तो हिजोको दिन एउटा के हुन्थ्यो भने एउटा निरन्तर रूपमा विभिन्न ठाउँबाट फोन आउने, टिका टिप्पणी हुने, त्यो कुराहरू चाहिँ हामीले केही पनि देखेनौँ र केही पनि त्यस्तो किसिमको हामीले महसुस पनि गरेनौँ। अनि त्यसपछि विद्यार्थीमा जुन अगाडि अब कसरी पढ्ने, कहाँ जाने भने एउटा उत्साह हुन्छ, त्यो पनि उत्साह हामीले उत्साह जागेको भन्ने कुरो चाहिँ हामीले देखेको छैनौँ र अभिभावकको पनि त्यस्तो किसिमको टिका टिप्पणी छैन। एउटा बाध्यता थियो, कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कन गएर नतिजा सार्वजनिक गर्ने निर्णय भयो र त्यही अनुसारको भयो। र जसरी रिजल्ट आयो, त्यो रिजल्ट आउँदाखेरि एउटा आलोचना के भइरहेको छ भने अब 100 मा 100 या भनौँ 4 जीपीए भन्छ, त्यो चाहिँ अत्यधिक चाहिँ 9000 भन्दा बढी विद्यार्थीले चाहिँ त्यसरी उत्तीर्ण गराइयो। यसलाई चेत कुमार पोखरेलजी हुनुहुन्छ, उहाँ महोत्तरीका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, के भन्नुहुन्छ पोखरेलजी? यो जुन नतिजा आयो त्यसलाई कसरी लिनुभएको छ तपाईले? धन्यवाद अपन टेलिभिजन परिवार लगायत अजयजी, मलाई यो आफ्ना कुरा राख्ने मौका दिनुभएकोमा।
पहिला यो एसएलसी परीक्षा हुँदाखेरि यसलाई बढी हाउगुजी बनाइन्थ्यो, फलामे ढोका भनेर भनिन्थ्यो। अब अहिले त्यो रूपमा एसएलसी छैन र एसई भइसकेपछि यसलाई अरू कक्षाको अघि नै डाक्टर विद्यानाथ सरले भन्नुभयो जस्तो अरू कक्षाको परीक्षा सरह यसलाई मान्नुपर्छ र त्यही ढङ्गले यसलाई लिनुपर्छ। जसरी 9 कक्षा 8 कक्षाको परीक्षा भयो भनेर भन्नुभयो। स्वाभाविक रूपमा अहिले यसको स्तर पनि त्यही अनुसारको हो र अहिले घटेको घटना अब एउटा कोभिड-19ले एउटा दुर्घटना घट्यो, मुलुकमा कोभिड-19 भित्रिसकेपछि यो परीक्षाको प्रणालीमा परिवर्तन भयो। तर त्यसलाई स्वाभाविक रूपले नभएको भए पनि यो गर्न आवश्यक थियो। विद्यालयले नै यो परीक्षा लिएर अङ्क राख्ने जुन सुरुवात भयो यो सकारात्मक छ। विद्यालयलाई नै दिनुपर्छ। जसरी हामीले अरू कक्षाहरूमा विश्वास गरेका छौँ, यो कक्षाहरूमा पनि 10मा पनि विश्वास गर्न सक्नुपर्छ। अब 12 कक्षाको अन्त्यमा मात्रै स्कुल छोड्ने परीक्षा हुने भएको हुनाले, एसएलसी परीक्षा 12 कक्षामा हुने भएको हुनाले अरू 10 र 11 को परीक्षालाई सामान्य ढङ्गले विद्यालयमा सञ्चालन गर्न आवश्यक थियो। त्यसको सकारात्मक सुरुवात भयो। यो एउटा पोजिटिभ पक्ष हो, सकारात्मक पक्ष हो। अब जहाँसम्म नतिजामा धेरै मात्रामा पोमा पो ग्रेड लिएर आए भन्ने कुरा भन्नुभयो। विद्यालयलाई त्यो सम्पूर्ण अधिकार दिइसकेपछि उसको मूल्याङ्कन गर्नलाई उप्रति विश्वास गरिसकेपछि उसले दिएको अङ्कलाई हामीले सही नै ठहराउनु पर्छ, नत्र उप्रति अविश्वास गरेको ठहर्छ। त्यसकारणले गर्दाखेरि विद्यालयलाई आफ्ना विद्यार्थीहरूको कस्तो उनीहरूको चाहिँ क्यापेसिटी छ, उनीहरूको आन्तरिक परीक्षा लिँदाखेरि उनीहरूले कति नम्बर प्राप्त गरे, अब भोलिका दिनहरूमा त्यो विद्यार्थीले गरेको प्रगतिलाई हेरेर विद्यालयलाई ठिक गरे कि बेठिक गरे हामीले मूल्याङ्कन गर्नुपर्छ। तर आज नै यो भन्ने बेला भएको छैन कि 9000 ए प्लस लिएर आउने बित्तिकै चाहिँ त्यो खराबै गरे। कि 9000 जना विद्यार्थी ए प्लस लिएर आउनेले भोलिका दिनहरूमा लिएर आउने नतिजालाई हेरेर मात्रै हामीले थप विश्लेषण गर्न उपयुक्त हुन्छ। अर्को कुरा, हामीले यो एसई परीक्षालाई यति धेरै हाउगुजी गराइराख्न, जस्तो विगतमा एसएलसी हुँदाखेरि नतिजा प्रकाशन भएको भोलिपल्ट सबै मिडियाकर्मीहरूले चाहिँ यसलाई ठुलो हाइलाइट गराइन्थ्यो, पत्रपत्रिकाहरूमा आउँथ्यो। त्यो पनि त्यति अब आवश्यक छैन। यदि अब यो फलामे ढोका चाहिँ रहेन हैन, यो फलामे ढोका हैन। 8बाट 9मा जाँदाखेरिको जे अवस्था थियो या 7बाट 8मा जाँदाखेरिको जे अवस्था थियो त्यही अवस्था हो। त्यसलाई नै त्यही बुझिदिनु पर्छ, त्यो भन्नुहुन्छ तपाईँ। डाक्टर साहब, तपाईलाई के लाग्छ? सबभन्दा बढी अहिले चाहिँ एउटा कुरा त बाध्यता थियो, कोरोना संक्रमणका कारण आन्तरिक मूल्याङ्कन गएर रिजल्ट सार्वजनिक गर्नुपर्ने बाध्यता थियो हैन। यो विषम परिस्थितिमा कमसेकम विद्यार्थीको भविष्य चाहिँ अन्यलमा नपरोस्, त्यही उद्देश्यले सरकारले यो नीति लियो र रिजल्ट सार्वजनिक भयो। र समस्या एउटा मात्रै के देखियो भन्दाखेरि जसरी चाहिँ रिजल्ट सार्वजनिक गरियो नि र विद्यालयकै जिम्मेवारीमा थियो यो चाहिँ सबै मूल्याङ्कन गर्नुपर्ने र 100मा 100 भनेर यो कहिल्यै नभएको देखियो कि, किनभने 9000 भन्दा बढी विद्यार्थी चाहिँ 100मा 100 ल्याएको अवस्था छ हैन। पहिला 100 पूर्णाङ्क भनिन्थ्यो, अहिले जिपिए 4 भनेर भनिन्छ। यो चाहिँ यो आँकडालाई के भन्नुहुन्छ तपाईँ? बडो ठिक ल्याउनु भयो। अब मलाई लाग्छ 2-3टा कुराहरुमा हामीले सोच्नुपर्ने परिस्थिति आछ। एउटा त हाम्रो शिक्षकहरूले नम्बर दिनलाई धेरै नम्बर दिया हुन सक्छन्, उदार भएको हुन सक्छ। दोस्रो के हुन सक्छ जस्तो लाग्छ मलाई भन्दाखेरि विद्यार्थीले पनि तौर तरिका थाहा पाए हुन सक्छ, किनभने कसो गर्दा नम्बर धेरै आउँछ भन्ने किसिमको तरिका थाहा पाए हुन सक्छ। अब अघि जयप्रकाश सरले भन्नुभयो जस्तो यसको असर चाहिँ नि कहाँनेरि होला भने भर्ना गर्ने बेलामा सोच्नुपर्ने परिस्थिति होला। अङ्क नै आधार हो भनेर भने चाहिँ भर्ना गर्ने जुन हिजोको चलन चल्ती थियो 4मा 4 आउने वा चाहिँ 3.5 आउने, यस्तो किसिमको ढङ्गले भर्ना लिने तरिका अब बदल्नु पर्यो। अब के परिस्थिति आउने भयो भन्दै यसको असर अब चाहिँ कम्प्रिहेन्सिभ परीक्षा लिनुपर्ने परिस्थिति आउने भयो। यो 5-7 वटा 10 वटा स्कुल मिलेर लिने एउटा तरिका होला, पालिकाभरि तरिका होला, वा प्रदेशभरिको विद्यालयलाई मिलाएर चाहिँ एउटा परीक्षा लिने अर्को किसिमको तरिका होला। प्रदेश स्तरको परीक्षा लिने गयो भने चाइनिज ढङ्गको होला, अमेरिकन ढङ्गको भयो भने आफ्नो आफ्नो स्कुलको परीक्षाको डिजाइन होला। कुनै न कुनै तरिकामा हामी जानुपर्ने भयो। अर्को चाहिँ स्तरीय परीक्षा हामीले लिनुपर्ने परिस्थिति आयो, किनभने विद्यालयले दिएको नतिजामा
सन्तोष गर्न सक्ने परिस्थिति आएन भने स्तरीय परीक्षा हेर्नुपर्ने हो। स्तरीय परीक्षालाई 4 वटा कुराकानीमा वर्गीकरण गर्नुपर्छ। एउटा चाहिँ नि ज्ञानको पक्ष कति पुग्यो भनेर, अर्को सिपको पक्ष कति पुग्यो भनेर, अर्को चाहिँ नि विद्यार्थीमा सकारात्मक सोच छ कि छैन भनेर, र चौथो चाहिँ नि सिद्धान्त र व्यवहार जोड्न सक्छ कि सक्दैन भनेर। यो 4 वटा कुराकानी हेर्ने गरी यदि हामीले चाहिँ नि त्यस्तो परीक्षा लागू गर्यौं भने यो अङ्क दिनुमा उनले जति दिए पनि हुन्छ र कहिलेकाहीँ विद्यार्थी धेरै अङ्क ल्याउन पनि सक्छ। सच्चिदानन्द बोसलाई एकचोटि विचार गर्नुभयो भनेदेखि जो चाहिँ नि हिग्स बोसनको सत्यानन्द बोस जो हिग्स बोसनको एकजना मान्छे हो जसले चाहिँ नि त्यो दैवी अणु पत्ता लगाए, जसले 30औं वर्ष अनुसन्धान गरे। त्यसमा उनलाई त्यतिखेर के भनेको छ शिक्षकले भने म भन्दा जान्ने भएको हुनाले धेरै नम्बर हाले। 100 मात्रै होइन 104 नम्बर 105 नम्बर हाल्दिनु हो उहाँले। भनेपछि त आँकडाको कुरा गर्ने हो भने 72 सालमा 2 जना, 73 सालमा 4 जना हैन, 2074 सालमा चाहिँ 74 जना, 75 सालमा चाहिँ 106 जना र अहिले चाहिँ 76 को चाहिँ 9318 जना विद्यार्थी चाहिँ जीपीए 4 ल्याएको अवस्था छ। एउटा तपाईले शब्द के भन्नु भने उदार भएको अवस्था छ। जयप्रकाश जीसँग यसको चाहिँ जवाब लिउँ। के विद्यालयहरू चाहिँ मूल्याङ्कन गर्दाखेरि चाहिँ उदारवादी नीति लिएको हो कि विद्यार्थीहरू चाहिँ कतिको सक्षम छन् हैन, उनीहरू चाहिँ उनीहरूसँग नलेज कति छ हैन, त्यो कुराहरूलाई मूल्याङ्कन गरेको हो यो पालि चाहिँ विद्यालयहरूले? यो कुरामा विद्यालय निश्चित रूपमा अलिकति विद्यालयलाई के हुन्छ भने विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन भनिदिएपछि त्यहाँको वस्तु स्थितिलाई पनि ध्यानमा दिनुपर्छ र बाहिरी प्रेसर पनि हुन्छ र त्यो बाहिरी प्रेसर वस्तु स्थितिलाई हेरेरै विद्यालयले भनेको चाहिँ के हो फेरि? अब बाहिरी प्रेसर भन्नाले अब के हुन्छ भने सामाजिक परिवेश हुन्छ एउटा, त्यसपछि एउटा समिति बनेको छ, कार्यविधि छ, आन्तरिक मूल्याङ्कन छ। अब त्यो सबैलाई हेरेर मूल्याङ्कन गरेको हुनुपर्छ र त्यो अनुसार दिएको होला जस्तो मलाई लाग्छ। पहिला तपाईँ एकचोटि यो मलाई भनिदिनुहोस् त कसरी चाहिँ गरियो मूल्याङ्कन स्टेप बाई स्टेप? किनभने विद्यार्थी कक्षा 10 मा पढिरहेका थिए हैन, कक्षा 10 मा चाहिँ पढिरहेका थिए हैन। अब फर्स्ट टर्मिनल, सेकेन्ड टर्मिनल अनि थर्ड टर्मिनल है, यो 3 वटा परीक्षा चाहिँ भयो होला। अब फाइनल चाहिँ अब त्यसपछि त एसई परीक्षा नै हुने होला हैन, के रहेछ कसरी चाहिँ मूल्याङ्कन चाहिँ कसरी गरियो त्यो भन्नुस् त? त्यहाँ सबभन्दा पहिला 3 जनाको समिति बनाइयो। त्यसमा चाहिँ अब सबभन्दा सिनियर टिचर 1 जना, अनि कक्षा शिक्षक 1 जना र प्रिन्सिपल। अनि त्यो 3 जनाको समितिमा चाहिँ 30% 30% र 40% गरेर परीक्षालाई जस्तो बोर्डभन्दा अगाडि चाहिँ जहाँ टेस्ट परीक्षा लिएको थियो त्यसलाई चाहिँ 40%, त्योभन्दा अगाडिको चाहिँ 30% मानेर कक्षा 10 मा एसई पछि अघि लिएका परीक्षाहरू हैन, परीक्षाहरूको अनि त्यसको चाहिँ त्यो कार्यविधिमै एउटा फर्मुला दिएको छ। त्यो फर्मुला अनुसार मार्किङ गरेर दिएको हो। त्यसरी कार्यविधिकै फर्मुला अनुसार प्रत्येक सब्जेक्टको। अब यो सबै सिस्टम त बिलाइसकिएको अवस्थामा यो उदारवादी चाहिँ कताबाट आयो के फेरि? किनभने तपाईँ पनि यो कुरा स्वीकार गर्नुभयो नि, सामाजिक परिवेश, प्रेसर हैन, विभिन्न ठाउँबाट आउने प्रेसर हुन सक्छ, अभिभावकबाट प्रेसर आएको होला हैन, त्यो पनि हुन सक्ला, समाजबाट आएको होला, या आफैमा त्यो किसिमको एउटा कुनै डर थियो कि हैन, पास गरेनौ भने समस्या हुन सक्छ। त्यही मेन समस्या भन्नाले जस्तो योभन्दा अगाडिको रिजल्टहरूमा हेर्दा चाहिँ ईसम्म जिपिए ईसम्म ल्याउने विद्यार्थी हुन्थ्यो, डी हुन्थ्यो, D+ हुन्थ्यो। अब अहिलेको रिजल्टमा हेर्दा D+ बहुत कम छ र डी र ई सायद छँदै छैन, किनभने तल पनि 100% रिजल्ट पनि छ र जिपिए 4 ल्याउने पनि छ। त्यसले गर्दा प्रेसर भन्नाले त्यस्तै किसिमको बुझ्नुपर्छ। हजुर, पोखरेलजी तपाईलाई चाहिँ के लाग्छ, तपाईहरुको भूमिका यसमा के थियो? शिक्षा विकास समन्वय इकाइको भूमिका चाहिँ के थियो यसमा? अहिले शिक्षा विकास तथा समन्वय इकाइलाई लगभग भूमिका विहीन बनाएर राखिएको छ। परीक्षाको हकमा पनि हाम्रो भूमिका गौड थियो।
हाम्रो महत्त्वपूर्ण भूमिका थिएन। विद्यालयले लिएर आएको तथ्याङ्कलाई, उनीहरूले लिएर आएको नतिजा त नम्बरलाई तपाईँहरू मार्फत नै गएको हो नि होइन स्कुल होइन गएको त अब त्यसपछि हामीले को थ्रु गयो त्यो महत्त्वपूर्ण कुरा होइन, थ्रुमा मात्रै हामी माध्यम मात्रै भइदिएको हो। उहाँहरूले तयार गर्नुभएको नतिजालाई हामीले पनिकासम्म पुर्याइदिने काम गरेको हौँ। माध्यम मात्रै हो अब तपाईहरु अहिले हजुरले माध्यम मात्रै हामी हो। हाम्रो यसमा चाहिँ नतिजा प्रकाशनमा हाम्रो भूमिका छैन, नगर्ने छ। जयप्रकाशजीले पनि स्वीकार गर्नुभयो कि सामाजिक दबाव, अभिभावकको दबाव हुन सक्ला र आफैमा एउटा डर होइन कि विद्यार्थीलाई यति दिएन भने समस्या आउन सक्ला भन्ने डर। तपाईलाई के लाग्छ, एग्री गर्नुहुन्छ उहाँको भनाइप्रति? हामी कहाँ नयाँ परिवर्तन हुँदाखेरि अब तुरन्तै विश्वास नगरिहाल्ने परिस्थिति हरेक उसमा छ। यो परीक्षाको नतिजा पनि हजुरले भने जस्तो कतिलाई विश्वास गरिरहेका छैनन्। विभिन्न कोणबाट यसलाई होइन यो चाहिँ नम्बर अलि हाफाजाडले हालियो, विभिन्न उसबाट हालियो भन्ने। मलाई चाहिँ के लाग्छ भनेदेखि त्यसलाई अहिले हामीले मूल्याङ्कन गर्ने बेलै भएको छैन भनेर भन्छु। हाल्यो कसैले पोमा पो लिएर आयो, आगामी 11 12 मा उसको नतिजा नहेरिकन हामीले कसरी भन्ने उसले लिएर आएको अङ्क चाहिँ यो बढी भयो या घटी भयो भनेर। त्यस कारणले गर्दाखेरि यसको एनालाइसिस गर्ने बेला चाहिँ अब आगामी यसको एससीको रिजल्ट पछाडि जुन उनीहरूले 11% 12% त्यसको नतिजा नआउन्जेलसम्म हामीले चाहिँ यसलाई अन्यथा लिनु हुँदैन भन्ने मलाई लाग्छ। सँग एउटा जवाब लिउँ। जसरी तपाईले एउटा एक्जाम्पल दिनुभयो, कोही विद्यार्थी चाहिँ विलक्षण प्रतिभाका हुन्छन्, उनी चाहिँ 100 मात्र होइन कि 100 भन्दा बढी ल्याउन सक्छन्, त्यस्तो क्षमताका पनि हुन्छन् होइन। तर मैले बुझ्न खोजे के भन्दाखेरि 100 ल्याउने पनि होलान् यसपालि पनि होइन, थियो होलान्, तर जो चाहिँ क्षमतावान छन् तिनीहरूले त पाएनन् होइन। जो चाहिँ क्षमतावान छैनन् तिनीहरूलाई पनि यसरी चाहिँ आफ्नै खुसीले होइन आफू खुसी यसरी नम्बर दिँदाखेरि चाहिँ के चाहिँ त्यसको प्रभाव त पर्छ होला नि। के भन्नुहुन्छ तपाईँ यसमा? ठिक भन्नुभयो। अब यो वास्तवमा के हो भनेदेखि अघि जयप्रकाश सरले एउटा गोप्य कुरो भनिसक्नुभयो, सामाजिक दबाव भनेर। त्यो भनेको अभिभावक पनि मेरो छोराछोरीलाई धेरै नम्बर दे भन्दो रहेछ, विद्यार्थी आफै पनि जागरुक भएर मेरो नम्बर दे भन्दो रहेछ, शिक्षक पनि उदार भएर ठिकै छ नि त मेरो स्कुललाई धेरै नम्बर हालिदिएँ भने मलाई नै राम्रो हुन्छ भन्ने किसिमको दृष्टिकोण राख्दो रहेछ। यो तिनटै कुराको असर हामीले भोग्या हुन सक्छ। परिणाममा त के हो भने विद्यार्थीले धेरै नम्बर लिएर आयो। विद्यार्थीले धेरै नम्बर ल्यायो भने कि कोलो गर्नुपर्ने वा हल्लै गर्नुपर्ने किसिमको विषयवस्तु होइन। म किन फेरि पनि भनिरहेको छु भने यो 10 कक्षाको जाँच हो। यो जाँच अहिले मात्रै होइन, कोरोनाको कारणले मात्रै होइन। हामी चाहिँ नि त्यतिखेर यो शिक्षा मन्त्री धनीराम पौडेल हुनुहुन्थ्यो, उहाँ हुँदैखेरि हामीले चाहिँ बारम्बार के भन्यो भने मन्त्रीज्यू अब यो 10 कक्षाको जाँच हो, तपाईँ ठुलो नबनाउनुहोस् यसलाई। 10 11 भनेको विद्यालयले जाँच्ने हो, 2 क्लासको 4 क्लासको 7 क्लासको 9 क्लासको जाँच जस्तै हो। त्यसो हुँदाखेरि यो निरन्तर ढङ्गले जान्छ, यसलाई ठुलो समस्या नबनाऊ भनेर भन्ने हामी पहिलेदेखि भनिरहेका हौँ। त्यसैले म त के देख्छु भने स्कुलमा 4 क्लासको जाँच हुँदा विद्यार्थीलाई जुन किसिमको पीडा पर्छ, त्यो कुनै विद्यार्थीलाई छोरै आयो होला, मलाई छोरै आयो भनेर भन्ने हुनसक्छ। अब त्यसलाई पनि हटाउँ। किन हटाउँ मैले भने अब हामी चाहिँ नि उमेरसँग शिक्षा जोड्ने किसिमको ढङ्गमा पुग्यौँ। यो निरन्तर मूल्याङ्कन र ग्रेडिङ प्रणालीले एउटा कुराकानी के गर्यो भने उमेरसँग पढाइ हुन्छ, योग्यतासँग पढाइ होइन भन्ने किसिमको दृष्टिकोणमा विद्यालय के अरे यो सरकार पुग्यो। त्यसो भन्ने बित्तिकै के हो भने 10 वर्षको भयो उसले 5 क्लासमा भर्ना हुनु पाउनुपर्छ, 4 पुरा गरेको हुनुपर्छ, 5 मा पुग्या हुनुपर्छ। 15 वर्ष भयो यसरी जाँच दिन पाउनुपर्छ वा 10 क्लासको जाँच दिन पाउनुपर्छ। यो किसिमको ढङ्गमा पुग्या हुनाले अब हाम्रो निम्ति चुनौती चाहिँ कहाँनिर हो भने शिक्षकलाई इमान्दार बनाएर अङ्कमा फरक नगर्ने के गरी बनाउने हो, एउटा त्यो किसिमको हाम्रो निम्ति चुनौती। विद्यार्थीलाई अथवा अभिभावकलाई दबाब दिन आऊ भनेर भन्ने किसिमको कुरो काहीँ नगर्ने कसरी हो, त्यो अर्को चुनौती हो। तेस्रो चाहिँ नि अब अङ्कको आधार होइन, क्षमताको आधारमा परीक्षा गर्नको निम्ति स्तरीय परीक्षा राष्ट्रिय तहमा, प्रदेश तहमा र स्थानीय तहमा गर्ने कसरी हो। यो तीनटा काममा हामी ध्यान दिन सक्यौँ भने तपाईँले भन्नुभएको समस्याहरूको दीर्घकालीन समाधान निक्लन सक्छ। नत्र भएदेखि त विद्यार्थीहरूलाई त सबै मेरो पनि धेरै आइडिया हुन्थ्यो भनेर भन्ने रह त स्वाभाविक। हजुर जयप्रकाशजी, अब
अब एउटा कुरा त भयो कि मार्क दिनुपर्ने बाध्यता रह्यो जुन चाहिँ तपाईँले स्वीकार गरिसक्नुभयो, यी विभिन्न कारणले गर्दा यस्तो किसिमको समस्या देखियो। अब अलि जो विद्यार्थी एसी उत्तीर्ण भइसक्यो होइन, अब चाहिँ तिनीहरूको चाहिँ शैक्षिक गतिविधि अगाडि बढाउनु पर्ने कुरा होला होइन, त्यसको लागि चाहिँ के छ तपाईँहरूको अबको चाहिँ योजना? किनभने अनलाइन कक्षा पहिला भइरहेको थियो, त्यो पनि बन्द भइसकेको अवस्था छ होइन। अब चाहिँ के गर्नुहुन्छ? विद्यार्थीहरू त पास भए होइन, अब त्यो ग्रेडिङमा जे भएको होला त्यो सिधै होला होइन, त्यो विद्यार्थी चाहिँ कस्तो छ, सक्षम छन् कि छैनन् होइन। तर अब चाहिँ अबको के छ योजना तपाईँ? अबको वास्तवमा अहिले कोरोना सङ्कटले गर्दा सबभन्दा बढी प्रभावित भनेको शिक्षा क्षेत्र नै हो र त्यसमा पनि म के भन्न चाहन्छु भने जस्तो यो अहिले अनलाइन कक्षा सञ्चालन, टिभी कक्षा सञ्चालन, रेडियो कक्षा सञ्चालन वा ठाउँ ठाउँमा गएर शिक्षकहरू चाहिँ पढाइदिने, त्यो कुराहरू सबै हेर्दा समग्रमा मेरो व्यक्तिगत रूपमा के मूल्याङ्कन छ भने सायद त्यसमा पनि लगभग 20% भन्दा बढीको पहुँच छैन। अर्को कुरो, अब अहिले डाटा लिएर अनलाइनमा पनि डाटा लिएर पढ्ने वा टिभीमा विद्यार्थी बच्चाहरू चाहिँ पढ्न गयो भने पढ्दा पढ्दै चाहिँ रिमोटले अर्को च्यानल लगाइदिने वा त्यहाँ चाहिँ टिभी खुल्ला छ, बच्चा चाहिँ टिभी अगाडि बसिरहेको हुन्छ, कतिखेर बाहिर फुत्केर निस्केर खेल्न थाल्छ, त्यसको कुनै ग्यारेन्टी छैन। त्यसपछि त्यो चाहिँ स्कुल लेभलको भयो र त्यो चाहिँ हामी फिल्डमा गयो भने त्यो कुरा चाहिँ हेर्न पाउँछ। त्यति मात्रै होइन, गाउँतिर यदि हामीले गयो भने गाउँको स्कुलहरूमा अब शहरी क्षेत्रमा केही मात्रामा बस्दो होला, जसको गार्जियन अभिभावक घरमै हुन्छ, त्यो चाहिँ विद्यार्थीहरूलाई बसाउँदो होला टिभी अगाडि वा अनलाइनमा पढ भन्दो होला। तर म्याक्सिमम विद्यार्थी गाउँमा छ नेपालमा र गाउँको विद्यार्थीहरूको अहिले वास्तवमा हामी फिल्ड भिजिट गऱ्यौँ भने त्यहाँ अहिले अन्य कारोबारमा त्यहाँको विद्यार्थीहरू लागिसकेका छन्। अब अन्य कारोबार भन्नाले क्लियरली रूपमा भन्नु पर्यो भने अब बोर्डर साइड, यहाँ खुल्ला बोर्डर छ तराईमा, त्यहाँबाट ड्रग्स ल्याउँछ, गुट्का ल्याउँछ र त्यसमा चाहिँ मस्त छ उनीहरूको सबै व्यवहार चाहिँ बिग्रिसकेको छ। अब अहिले कोरोना संक्रमण जुन हामी भन्छौँ नि, भनेपछि यो अनलाइनले पनि काम गरेन होइन त? अनलाइनले 20% पनि काम गरेको छैन, झन् तराईमा त 10% पनि छैन भने पनि हुन्छ। र त्यसमा त्यति मात्रै होइन, म अझै जोड्न चाहन्छु, यदि अनलाइनको गभर्मेन्टले अनलाइन कक्षा चलाऊ भनेर अनुमति नै दिनु थियो भने कमसे कम नेट चाहिँ फ्री गरिदिनु पर्थ्यो र नेटको पहुँच प्रत्येक ठाउँमा गराइदिनु पर्थ्यो। त्यो पनि हुन सकेको छैन, नेट पनि फ्री छैन र आगामीको दिनमा जस्तो विद्यार्थीहरूको आगामी कसरी पढ्ने, के पढ्ने, कहाँ पढ्ने, त्यस्तो किसिमको मेरो विचारमा मेन्टली स्टुडेन्टहरू वा अभिभावकहरू प्रिपेयर पनि भइसकेका छैन जस्तो लाग्छ अहिलेसम्म। किनभने त्यस्तो किसिमको कुनै ठोस कुरा वा कुनै ठोस नीति नेपाल सरकारबाट आउनुपर्ने, यो एसई परीक्षा पास गरेका विद्यार्थीहरूलाई त्यस्तो किसिमको केही त्यस सम्बन्धमा छलफल वा त्यसको लागि केही निर्देशनहरू, नीतिहरू त्यो पनि सायद नदिएर होला कि के भएर होला, तर कोही पनि तयार छैन अहिलेसम्म। हजुर, पोखरेलजी तपाईँले के लाग्छ? तपाईँ जिल्लाको शिक्षा प्रमुख होइन, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, तपाईँलाई चाहिँ के लाग्छ अब विद्यार्थीहरू जो एसी पास भए नि, अब तिनीहरू चाहिँ के गर्छन्? अब अनलाइन कक्षा पनि छैन अहिले, के भन्नुहुन्छ? अब स्वाभाविकै हो, यो अहिले अनलता छाएको छ, के गर्छन् भन्ने कुरा, र हामीले पनि पर्खर हेर भन्ने भन्दा बाहेक अरू केही उपाय पनि छैन। यो अनलाइन कक्षा वास्तवमा अघि नै प्याप्सनको अध्यक्षज्यूले भन्नुभयो जस्तो अनलाइन कक्षा चाहिँ 10% पनि म त भन्छु देशमा 10% पनि प्रभावकारी छैन। किनभने हामी कहाँ सबैतिर यो इन्टरनेटको एक्सेस, सबैतिर चाहिँ बिजुलीको एक्सेस, यी आधुनिक उपकरणहरूका एक्सेस अझै पनि भइसकेको छैन। त्यसले गर्दाखेरि अनलाइन कक्षा बालबालिकाहरूको घर दैलोमा पुग्न सकेको छैन। त्यसैले गर्दाखेरि यो मात्रै प्रभावकारी छैन। अब हामीले क्रमशः कोरोनाबाट सुरक्षित रहँदै कसरी चाँडोभन्दा चाँडो शैक्षिक संस्थाहरू खोल्न सकिन्छ त्यहाँतिर गएर पठन पाठन शैक्षिक संस्थामै
पुरानै ढर्राले सञ्चालन नगरिकन यसलाई व्यवस्थित पार्न सकिने अवस्था छैन। त्यहाँतिर सोच्न जरुरी छ। अब चाहिँ यसलाई विद्यालयलाई कसरी सुचारू गर्न सकिन्छ, क्रमशः जहाँ जहाँ छैनन् अब कोरोना मुक्त भएको ठाउँहरूमा त्यहाँ मात्रै भए पनि सुचारू गर्न सक्नु पर्यो। अहिले त लमसममा भएको ठाउँमा पनि नभएको ठाउँमा पनि सबैतिर बन्द छ। यसरी चाहिँ एउटा कारणले गर्दाखेरि अन्ततिरको विद्यार्थीले, नभएको ठाउँका विद्यार्थीले चाहिँ पठन पाठनबाट वञ्चित हुने अवस्था चाहिँ रहिरहनु हुँदैन भन्ने लाग्छ। हजुर डाक्टर साहब, तपाईले बडो दुईजनाको विचारबाट म बीचको बाटो निकाल्न खोजिरहेको छु। म चाहिँ कसरी हेरिरहेको छु भने पोखरेलजीले भने जस्तो यो पर्खर हेर भनेको ठाडै बेइमानी हो, बदमासी हो र यो गर्नु हुँदैन थियो। अहिले सरकारले, संघीय मन्त्रालयले जुन किसिमको हिसाबले गर्यो म त्यसलाई बेइमानी भन्छु, बदमासी भन्छु। शिक्षा के अरे विश्वविद्यालयहरूले त्यो पर्खेर हेरेको नीति लिए त्यो पनि साह्रो बेइमानी हो भनेर भन्छु मैले, बदमासी हो भन्छु मेरो आफ्नो दृष्टिकोणबाट। किनभनेदेखि विकल्पहरू पर्याप्त छन्। अब भयो जयप्रकाश सरले भन्नुभयो जस्तो विकल्पलाई प्रभावकारी भएन भने प्रभावकारी बनाउने कडी कोसँग छ भन्यो भने त्यो शिक्षकसँग छ। फेरि म विश्वास त्यहाँनिर गर्छु। मैले संघीय मन्त्रालयका कर्मचारी अथवा मन्त्रीज्यू अथवा चाहिँ विश्वविद्यालयका भिसी रजिस्ट्रार रेक्टर उहाँलाई पत्यार गरिन। पत्यार कसलाई गरेँ भने त्यो शिक्षकलाई जो त्यहाँ गएर पढाउँछ। उसलाई के थाहा छ भने मेरो रेडियोबाट पढाएर प्रभावकारी भएन, त्यसो भए म के गर्छु भनेर भन्ने चिन्तन उसैले ल्याउँछ। मैले टेलिभिजनबाट पढाएर काम लागेन, त्यसो भए के गर्छु त्यो चिन्तन उसैले ल्याउँछ। तीनवटा आँखाबाट यसलाई चाहिँ समाधान खोजौँ। पहिलो चाहिँ के हो भने शैक्षिक सत्र खत्तम गरिदिने, खेर जाने एउटा तरिका होला। शैक्षिक सत्र पछि दोस्रो किसिमको कुराकानी होला। शैक्षिक सत्र जसरी नै पुरा गर्ने तेस्रो किसिमको कुराकानी होला। पोखरेलजीले भन्नुभएले यो कुरो जनाउँदैन। अहिले शिक्षा मन्त्रीजीले के भन्नुभएको छ, शैक्षिक सत्र खेर नजाने बाटो खोजौँ भन्नुभएको छ। ढिलै भए पनि उहाँको बुद्धि आएको छ, उहाँलाई धन्यवाद भने मैले। किन त्यसो भनेको भनेदेखि टोलको उदाहरण मैले दिएको थिएँ। खास सरले के गर्नु भने 12वटा स्कुलहरू के अरे 12वटा केन्द्र बनाएर त्यहाँका विद्यालय आउन नसक्ने वा गरिब जसकोमा रेडियो छैन, टेलिभिजन छैन, त्यस्ता केटाकेटीहरूलाई के गरिदिनु भयो भनेदेखि त्यो त्यहाँ केन्द्र बनाइदिएर पालो पालो केन्द्रमा जाने, त्यहाँ रेडियो राखिदिने, रेडियोबाट विद्यार्थीले सुन्छन्, कुन रेडियोले कतिखेर के आउँछ भनेर भन्ने साराको बन्दोबस्त मिलाइदिनु भयो। त्यसपछि गएर विद्यार्थी त्यहीँ गएर पढिरहेछ। शिक्षक बेला बेलामा गएर अनुगमन गर्ने डिजाइन बनाइदिनु भयो। अनि एउटा खास सरले त्यहाँ सक्नुहुन्छ भने अरू हाम्रा शिक्षकहरू किन सक्दैनन्? एउटा प्रश्न, चुनौतीको प्रश्न हो। यदि त्यसो गर्यो भनेदेखि जयप्रकाश सरले भन्नुभयो जस्तो विद्यार्थीहरूलाई चाहिँ त्यो सुविधा छैन भनेदेखि त्यो सुविधा बनाउनलाई त्यसमा स्कुलले मात्रै गर्नु, 2-4 स्कुल मिलेर गर्न सक्ने पनि रहेछ, पालिकाले मिलेर गर्न सक्ने पनि रहेछ। एउटा बाटो हो। अर्को बाटो के हो भनेदेखि जयप्रकाश सरले भन्नुभयो जस्तै विद्यार्थी अरू काममा गएको छ, त्यसो भए अरू कामबाट पढाइमा तान्ने तरिका के हो? त्यो भनेको के हो भने विद्यार्थी व्यापार गर्न सिपालु हो। यदि त्यो व्यापार गर्न ठिक गर्यो होला त्यो अर्को ठाउँमा होला, तर व्यापारको सिप त थाहा पाए, त्यो व्यापारको मान्छेसँग कसरी थाहा पायो होला, पढाइको कसरी थाहा पायो होला, त्यहीँ जानु पर्दाखेरि सहायता कसरी लियो होला, प्रविधि सहायता पाइयो होला वा हिँड्दै गयो होला अथवा कुनै साधन चलायो होला, यस्तोबाट के ल्याउन सकिन्छ, विज्ञानको पाठ पढाउन सकिन्छ। अब त्यो बारेमा शिक्षकलाई तयार गरौँ। त्यसो भयो भने त्यसले के काम गर्छ, शिक्षकहरूले सामग्री जमा हाम्रो शिक्षकले बनाएको जानकारी छ, चाहे मधेस होस्, चाहे पहाड, चाहे हिमाल होस्, त्यो शिक्षकहरूले बनाएको सामग्री मलाई मेरो जानकारीमा थुप्रै छ। म खालि एउटा दुईटा मात्रै उदाहरण दिएको हो। मकवानपुरको साथीहरूले गरिरहेको देखेको छु, नेपालगञ्जको साथीहरूले गरिरहेको देखेको छु, मोरङको साथीहरूले गरिरहेको देखेको छु। माने उहाँहरूले गरिरहनु भएको छ, यसरी गरिरहनु भएको छ। त्यो गरेको कुरा पालिकामा सङ्ग्रह गरिसकेपछि त के भयो भने रेडियो नभएको ठाउँमा यो तरिका, रेडियो भएको ठाउँमा यसो गर्ने रहेछ, टेलिभिजन भएको ठाउँमा यसो रहेछ, अनलाइन भएको ठाउँमा यसो, नभए अफलाइन सेन्टर बनाउन सकिँदो रहेछ, त्यही नभए छापा सामग्री पठाउन सकिँदो रहेछ। यो किसिमको चिन्तन हाम्रो शिक्षकले गर्नु। केही नभए भने नै जयप्रकाश सर जस्तो प्राइभेटवालाहरूले त झनै गर्नुपर्छ, किनभने चुनौती पनि यो किसिमको तरिका गरिदियो भनेपछि अब यहाँले भन्नुभयो शिक्षा मन्त्रीले पैसै नलियो भनेको छ, कहिले के भने त्यो त बदमासी हो, त्यो नगर्नु पर्थ्यो।
त्यसैले मैले भने यो यदि गर्ने हो भने हामी के गर्न सक्छौँ भने बिस्तारै बाटोमा लान सक्छौँ। नत्र भएदेखि औषधि आएको छैन, कहिलेसम्म कुर्नुपर्छ त्यो। हजुर जयप्रकाशजी, डाक्टर साहेबले भन्नुभएको विकल्प तपाईँलाई कस्तो लाग्यो? एकदम डाक्टर साहबले एकदम राम्रो विकल्प भन्नुभएको छ। अब त्यसमा चाहिँ मेन कुरो के छ भने नेपाल सरकारले पहल गरिदिनु पर्ने हुन्छ। अब यहाँ अहिले फिल्डको वातावरण हेर्दा भन्नाले अब यसको तराईको वा विभिन्न ठाउँको हेर्दा के छ भने हामीलाई लकडाउन छ। अब त्यसमा शिक्षकलाई पनि समस्या भइरहेछ आवत जावत गर्न। जुन एउटा 12वटा पोइन्टको कुरा गर्नुभयो त्यो पोइन्टसम्म पुग्नलाई पनि अप्ठ्यारो भइरहेछ, नभएको होइन। र त्यस्तो किसिमको पहलकर्मी पनि भएको छैन। त्यसले गर्दा यो 3 निकायको गभर्मेन्टहरू छ, त्यो 3 निकायको गभर्मेन्टहरूले यो कुरा चाहिँ बोलिदिनु पर्यो। अर्को कुरा मैले उहाँबाट अर्को कुरा पनि के बुझेँ भने जस्तो रुसको राष्ट्रपतिले अस्ति यो कोरोना भ्याक्सिनको कुरा गर्दा सबभन्दा अगाडि म शिक्षकलाई पाउँछु, त्यसपछि डाक्टरलाई। शिक्षकलाई पायो भने शिक्षकले कमसेकम डाक्टर उत्पादन गर्छ र डाक्टरले चाहिँ अब मान्छेलाई बचाउने काम गर्छ, रोगबाट निरोग बनाउने काम गर्छ। वास्तवमा उहाँ हाम्रो विद्या सरले पनि भन्नुभएको कुरा चाहिँ त्यही रहेछ। यदि शिक्षकले चाह्यो भने अहिलेको परिस्थितिमा पनि गर्न सक्छ र गरेर सफल पनि हुन्छ र यो विकराल परिस्थितिमा पनि शैक्षिक क्षेत्र। अब यसको लागि त विद्यालयहरूले पनि अब तपाईँ अब सरकारकै निर्देशन चाहियो कि तपाईँहरूको त अब सङ्गठन नै छ, तपाईँहरूले पनि स्वयं निर्देशन दिन सक्नुहुन्छ नि होइन? सरकारको निर्देशन त वेट त गर्नु परेन होइन? तपाईँहरूले आफै पनि गर्न सक्नुहुन्छ नि त यो कुराहरू। यो चाहिँ सरकारले यदि निर्देशन गरे छैन भने हामीलाई स्थानीय प्रशासनले डिस्टर्ब गरिरहेछ, आउन जान दिँदैन, डिस्टर्ब त्यस्तो किसिमको हामीलाई भइरहेछ। जतिसम्म गर्नुहोस् भनेर एउटा निर्देशन गरेर दियो भने हामी गर्न सक्छौँ। जुन पनि विद्यालयले गर्न सक्छ होला, प्रष्ट निर्देशन आइदियो भने। सहजता कायम गरिदिनु पर्यो होइन? सहजता अहिलेसम्म आएको निर्देशन चाहिँ 4वटा मात्रै छ। पाठ्य पुस्तकको उपलब्धि, टेलिभिजनबाट क्लास, रेडियोबाट क्लास र अनलाइन क्लास। यदि त्योभन्दा बढी निर्देशन आयो भने झन् सक्छ होला र शैक्षिक तन्त्र पनि बचाउन सक्छ। हजुर डाक्टर साहब, अब उहाँले त सरकारले केही त भन्नु पर्यो नि पहिला। सरकारले केही भनेपछि पो हामी चाहिँ त्यही अनुसार गर्ने हो त होइन? सरकारबाट केही आइरहेको छैन। होइन, जयप्रकाश सरले भन्नुभएको कुरामा दम छ। मैले दम छ किन भनेदेखि सरकारले निजी विद्यालयका साथीहरूले अनलाइन क्लास चलाउँदाखेरि अनलाइन क्लास नचला, त्यसबाट मनोरञ्जन मात्रै गरा, पैसा नलि, विद्यार्थी भर्ना नगरा भनेको बदमासी त सरकारले हो नि, सङ्घीय सरकारले भने हो। त्यसले गर्दाखेरि त्यो निजी विद्यालयलाई हतोत्साहित गरे पनि हो। सरकारी विद्यालय जसले सुरु गरिरहेको थियो त्यस्तो किसिमको हिसाबले तिनीहरू पनि हतोत्साहित भएको निश्चित हो। त्यसमा त्यसैले शिक्षा मन्त्रालयको नेतृत्वलाई मैले गाली गरेका कारण के हो भनेदेखि उहाँहरूले त्यो नचाहिने कुराकानी गर्नुभयो। अब अर्को सम्भावना खोजौँ न त। सम्भावना त्यसको अर्को सम्भावना छ जो बारेमा मैले त्यो थुप्रै सम्भावना अस्ति साउन 32 गतेको कान्तिपुरमा लेखेको छु, यहाँहरूलाई हेर्न पनि सक्नुहुन्छ। त्यसमा एउटा स्कुलको शिक्षक ले के गर्नुभयो भनेदेखि छोटो अवधिमा म मेरो पाठलाई कसरी पढाउन सक्छु त, यो 5 महिनाको क्लास त गयो खेर गयो। त्यसो भए यो 5 महिनाको क्लास खर्च गएको बेलामा म छोटो अवधिमा के गरी पढाउन सक्छु भन्ने बारेमा आफ्नो पाठ चाहिँ बनाइरहनु भएको छ। त्यसलाई कन्डेन्स करिकुलम वा चाहिँ संश्लेषित पाठ्यक्रम, त्यो पाठ्यक्रम बनाउने किसिमको अभियान चलाउन सक्यौँ भने हामीले अर्को बाटो ल्याउन सक्छौँ। रह्यो अर्को के कुराकानी के हुन सक्छ, सबै विद्यार्थी पढ्न एउटा त्यो समस्या हुन त्यस्तो भयो भनेदेखि खुला मोडबाट विद्यार्थी पनि सक्छ वा त्यस्तो विद्यार्थीले डिफल्ट लिन पनि पाउँछ। डिफल्ट भनेको कस्तो भनेदेखि जस्तो हाम्रै मधेसतिर चाहिँ एकचोटि हेर्नुभयो भने कुनै ठाउँमा खेती गरेर यो वर्ष छोडिदेऊ, अब अर्को वर्ष यसलाई चाहिँ लाउँला भनेर खाली जुन राख्छौँ नि, त्यस्तै गरी त्यो डिफल्ट चल्ती हामी गर्छौँ। यो उपाय गरेर मलाई लाग्छ हामी समाधान गर्न सक्छौँ। कोरोना कहिलेसम्म जान्छ त्यो थाहा हुँदैन अहिलेसम्म पनि। अब भ्याक्सिन नै आइसकेको छैन, आइहाल्यो भने पनि हाम्रो देशमा कहिले आउने हो, आइसकेपछि अनिश्चितता छ। हजुर हजुर अनिश्चिततामा हामी छौँ। अब यस्तो अवस्थामा पोखरेलजी तपाईँले के लाग्छ? एकातर्फ त एसपी
उत्तीर्ण भएकाहरू अब चाहिँ के गर्ने? पहिला त ब्रिज कोर्सदेखि लिएर के कोर्स चाहिँ भइरहन्थ्यो होइन, त्यसपछि बल्ल चाहिँ कक्षा 11 पढ्ने होइन, यावत गतिविधिहरू त बन्द नै भए। अर्कोतर्फ रेगुलर अहिले नियमित पढिरहेका छन्, भनौँ न नियमित शैक्षिक सत्र कुरा गर्ने भने 5 महिना त बिति नै सक्यो। मानव जो कक्षा 8मा छन् उसलाई चाहिँ अब अहिले 9 को पढिरहेका होलान् होइन, 8 को पास भएकाहरू चाहिँ अहिले 9 को पढिरहेका होलान्। अब कहाँ पढिरहेका होलान् भन्दाखेरि आफ्नै घरमा होइन, 5 महिना त बिति नै सक्यो। तपाईँलाई के लाग्छ, के सुझाव दिनुहुन्छ सरकारलाई? तपाईँ सरकारको प्रतिनिधि पनि हो, तपाईँ के भन्नुहुन्छ तपाईँ? अहिले समस्या भनेको एससी उत्तीर्ण गरेका मात्रैलाई होइन, सबै कक्षाका सबै विद्यार्थीको समस्या एउटै हो। चाहे 1 बाट 2 मा जानेको होस्, चाहे एससी गरेर 11 मा जानेको होस्, समस्या सबैको एउटै हो। अब सबैको एउटै औषधि पनि, सबै रोगको एउटै औषधि सम्भव छैन। मैले अघि भनेको कुरालाई अन्यथा अर्थ नलागोस्, ठाउँ परिवेश अनुसार चाहिँ भिन्न भिन्न प्रक्रिया अपनाउनु पर्ने आवश्यकता छ। जहाँ अनलाइन सुविधा छ अनलाइन गरौँ, जहाँ टेलिभिजन सुविधा छ टेलिभिजन गरौँ, जहाँ रेडियो सुविधा छ रेडियो सुविधा छ, जहाँ कोरोना रोगै छैन त्यहाँ पढाउन सुरु गरौँ। जहाँ छैन, अहिलेसम्म देखिएकै छैन, या कुनै गाउँपालिकामा देखिएकै छैन भनेदेखि कमसेकम नदेखिएको ठाउँमा त उसले स्थानीयले आफूले चाहिँ माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिने भनेर भन्ने, तर पढाउने कि नपढाउने भन्ने अधिकार चाहिँ स्थानीय तहलाई नदिने। केन्द्रको चाहिँ मुक्त राख्ने। अब स्थानीय तहले प्रदेशले पनि केन्द्रको चाहिँ प्रतीक्षा, केन्द्रले जे भन्छ त्यही गर्ने हो। आवश्यकता अनुसार उनीहरूलाई पनि निर्णय गर्ने अधिकार दिनुपर्छ। र यदि त्यसमा चाहिँ होइन कोरोनाको भए देख्यो भने कन्ट्रोल गर्न सङ्घ पनि लाग्नु पर्ला, सङ्घको निर्देशन पनि मान्नु पर्ला। तर स्थानीय तहमै अहिले कोरोना नभएको स्थानीय तहलाई चाहिँ आफूले के गर्न सक्छौ तिमी गर भनेर छोड्न पनि आवश्यक छ भन्ने मलाई लाग्छ। एउटै उपचार गर्न खोज्यौँ भने सबैतिर यो सम्भव छैन, नम्बर 1। नम्बर 2, अहिले हाम्रो बालबालिकाहरूलाई के गर्ने त भन्दाखेरि स्वाध्ययन गर्ने हो। अब त त्योभन्दा बाहेक विकल्प के छ र? पाठ्यक्रमहरू उपलब्ध छ, पाठ्यपुस्तक उपलब्ध छ, घरमा बस्ने स्वाध्ययन गर्ने। अब शिक्षकले चाह्यो भने गर्न सक्छन्। अघि नै विद्यार्थीहरूले पटक पटक अरू कार्यक्रममा पनि भन्नुभएको छ, वास्तवमा सकिन्छ। त्यसलाई चाहिँ काहीँ त कतिपय विद्यालयहरू त यस्तो पनि छन्, हामी कहाँ चाहिँ विद्यार्थी भन्दा शिक्षक बढ्ता छन्, कमसेकम त्यहाँ त घर घर गएर पनि पढाउन सकिन्छ चाह्यो भनेदेखि। या चाहिँ कतिपय ठाउँहरूमा ट्युसन सेन्टर चलाएको जस्तो 2-4 जना विद्यार्थीलाई एक ठाउँमा राखेर पनि घर घर गएर उनीहरूको आफ्नो ठाउँमा गएर पढाउन सकिएला। विभिन्न के विकल्प हुन सक्छ त्यो यतातर्फ ध्यान दिनु। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। हजुर, अन्त्यतिर पनि आइसकेका छौँ। जयप्रकाशजी, तपाईँले के लाग्छ, तपाईँहरूले गर्न सक्ने चाहिँ एन प्याप्स्टन प्रदेश 2 के चाहिँ अब गर्न सक्छ कि अब सबैजना घरमै बस्ने हो? कोभिड-19 को संक्रमण रहेसम्म के चाहिँ गर्न सकिने चाहिँ के छ? अब यो कोभिड-19 को प्रभाव त छ, तर त्यो प्रभावबाट हामी कसरी निस्किने त्यो चाहिँ गभर्मेन्टले निर्देशन दिनुपर्छ। र गभर्मेन्टले यदि निर्देशन दिन्छ भने पक्कै पनि हामी शिक्षकहरू तयार छौँ। र हामीले कोभिडको संक्रमण त अहिले नै घट्ने सम्भावना त छैन होइन, अब कति समयसम्म रहन्छ त्यो पनि भन्न सकिने अवस्था छैन होइन। विभिन्न विकल्पहरूका कुरा त छन् होइन, शैक्षिक गतिविधि नरोकियोस् होइन, विद्यार्थीहरूको चाहिँ भविष्यमाथि खेलवाड नहोस्। अब त्यसको लागि तपाईँहरू अब निजी विद्यालयका चाहिँ सञ्चालकहरूले चाहिँ के गर्न सकिन्छ त यस्तो अवस्थामा? अब यो 4वटा विकल्प जुन अहिले दिएको छ नि, अब त्यो 4वटा विकल्प भन्दा जस्तो ग्रुपमा अब कुनै स्कुलमा 1000 विद्यार्थी छ, त्यो 1000 विद्यार्थीलाई हामीले एक सत्रमा जस्तो एक दिनमा दुई शिफ्ट गर्ने 250 विद्यार्थी हुन्छ। अनि 250 विद्यार्थीलाई प्रत्येक क्लासमा 10वटा 12वटा सबै थोक, अब जस्तो त्यसको उपायहरू सेनिटाइजर गरेर मास्क लगाएर सबै चाहिँ प्रयोग गरेर यदि 10वटा 12वटा स्टुडेन्टलाई एउटा कक्षामा राखेर चाहिँ सायद पढाउन दियो भने एउटा त्यो पनि विकल्प हुन्छ। कमसे कम आज आउने विद्यार्थी भोलि आउँदैन, हप्ताको 3 दिन मात्रै विद्यालयमा पहुँच बनाउन सक्यो भने मेरो विचारमा त्यो पनि एउटा विकल्प हुन्छ। अर्को हप्ताको 2 दिन पनि गर्न सकिन्छ। र अघि नै अब सरहरूले भनिसक्नुभयो, अब विद्यासरले पनि भन्नुभयो, टेलिभिजन मार्फत वा नेट मार्फत जस्तो नेटको फ्री सुविधा गरिदियो भने, यो जुन डाटा लिएर जुन गरिरहेछ त्यो चाहिँ गरेन भने, नेटको राम्रो पहुँच गरिदियो भने, फ्री सुविधा गरिदियो भने
त्यसबाट पनि गर्न सकिन्छ। विभिन्न विकल्पहरू हुन सक्छ र हजुर त्यो विकल्प चाहिँ त्यसको लागि सरकारले नै खुलेर आउनुपर्छ अनि मात्रै हुन्छ। अब कहिलेकाहीँ जस्तो एसई को रिजल्ट चाहिँ निकाल्न त निकाल्यो, तर निकाल्ने बित्तिकै निर्देशन के आयो भने 15 गतेपछि मात्रै एडमिसन भर्ना लिनु। गर्ने, त्योभन्दा अगाडि नगर्ने भनेर एक किसिमले विकल्प पनि दिन्छ र त्यो विकल्पलाई फेरि ब्रेक गरेर अर्को पोइन्ट पनि राखिदिएको हुन्छ। त्यसले गर्दा त्यस्तो किसिमको विकल्प होइन, हामीलाई चाहिँ विकल्प पनि दिनुस् र निर्देशन पनि दिनुस्, यो अनुसार गर्नुस् र यदि हामी निश्चित रूपमा गर्न चाहिँ तयार छौँ गर्न सक्छौँ। डाक्टर साहब, अन्त्यमा तपाईँ के भन्छ? एउटा त भयो सरकारले निर्देशन दिएपछि बल्ल चाहिँ स्कुलहरूले चाहिँ त्यही अनुसार परिपालन गर्ने, एउटा त्यो कुरा भयो जसरी चाहिँ जयप्रकाशजीले भन्नुभयो। र अर्को चाहिँ विद्यार्थीहरूलाई पनि सुझाव दिनुपर्ने होला होइन। अब मानौँ न एसई परीक्षा उत्तीर्ण भएकाहरूले चाहिँ अब चाहिँ के गर्ने त तिनीहरू होइन, जो चाहिँ सानसाना बालिका छन् तिनीहरूलाई त मानौँ कोही अभिभावक यदि एजुकेटेड छन् भने घरमै पढाइरहेका छन् पनि होइन, यो अवस्था त छ। अब ठुला बच्चाहरूलाई फेरि कसले पढाइदिने, 11 कक्षालाई 12 कक्षालाई कसले पढाइदिने, कहाँ पढ्न जाने, यावत समस्याहरू त छन् होइन। अब यस्तो अवस्थामा के भन्नुहुन्छ सठिक फुकाउनलाई दिनुपर्दाखेरि? हजुर, गुत्थी फुकाउनलाई 2-3टा कामहरू गर्नुपर्छ। एउटा चाहिँ के हो भने संविधानको धारा के अनुसूची 8लाई उपयोग गरेर एकल अधिकार अन्तर्गत पालिकाको काम हो तपाईहरु गर्नुहोस् भन्नुपर्छ। एउटा त्यो किसिमको कुराकानी गर्नुपर्छ जसले गर्दाखेरि संवैधानिक व्यवधान हट्छ र अघि जयप्रकाश सरले भन्नुभएको जस्तो सोध्नु पर्यो भनेदेखि पालिकामा गएर सोध्न पाउने परिवेश बन्छ। एउटा त्यो किसिमको बाटो हो। दोस्रो बाटो के हुन्छ भने विद्यार्थीहरूलाई अघि पोखरेल सरले भन्नुभएको जस्तो आफै पढ भनेर भन्ने एउटा किसिमको तरिका हुन सक्छ, तर अनुसन्धानमूलक बन्ने तरिकाहरू चाहिँ राख्न सकिन्छ। त्यो भनेको के हो भने प्रश्न दिने विद्यार्थीलाई, उसलाई प्रश्न कस्तो दिने भने तिमी यदि माटो काटिरहेछौ भने माटोभित्र के किराहरू रहेछन् खोज, माटोको माथि चरिरहेको चराचुरुङ्गी के रहेछन् बुझ। यस्तो किसिमको हिसाबले चाहिँ लाने प्रश्नहरू दिनुपर्छ। त्यो सानो क्लास भए पनि ठुलो क्लास भए पनि। ठुलो क्लासको निम्ति चाहिँ अनुसन्धानमा आधारित पठन पाठनको राम्रो अवसर छ। उदाहरणको लागि भनौँ न, मधेसमा हामीले चाहिँ जुन जुन जात जातिका आफ्ना किसिमका सिपहरू छन् ती सिपहरूमा भएको ज्ञान के हो, सिप के हो, त्यसको चाहिँ सिद्धान्त के हो, त्यसको चाहिँ आदर्श के हो, यस्तो कुराकानी खोज। त्यो खोजेर ल्याएर तिम्रो पाठसँग जोड भनेर भनिदियो भने विश्वविद्यालयको पढाइ चाहिँ काम गर्न सकिन्छ। त्यसैले प्रश्न के हो भने अनि स्थानीय पालिकामा भएका शिक्षक महासंघ प्याप्सन एनप्याप्सनका साथीहरूसँग बसेर जिम्मा त तपाईको हो नि, यो विद्यार्थीहरूले पढ्न पाएन भने फ्रन्ट लाइन कर्मचारी तपाईँ हो, गोली खाने तपाईँ हो, बोली खाने तपाईँ हो, गाली खाने तपाईँ हो, राम्रो गर्नुभयो भने स्याबासी पाउने पनि तपाईँ हो भनेर चाहिँ शिक्षकहरूलाई उकास्नुपर्छ र शिक्षकलाई आवश्यक पर्दाखेरि सहयोग गर्नलाई पालिकाको मान्छेहरूले सहयोग गर्नुपर्छ। मलाई चाहिँ 4-5 वटा कामहरू एकैसाथ गर्यौं भने हामीले अझै पनि सक्छौं। मलाई चाहिँ नि व्यक्तिगत रूपमा विकल्पहरू छन्। हजुर हजुर, हस् त, धेरै धेरै धन्यवाद। दर्शकबिन्द ओछलेत डाक्टर विद्यानाथ कोइराला शिक्षाविद तैनाक जुगल छलेत, जयप्रकाश चौधरी ओ एनप्याप्सन प्रदेश नंबर 2 के अध्यक्ष तैनाक जुड़ल छलेत, चेत कुमार पोखरेल ओ महोत्तरी के शिक्षा विकास तथा समन्वय समिति के प्रमुख। आई हुनका सबसे बातचीत करे छलिए जे एसई परीक्षा के नतीजा सार्वजनिक होले ओ केहन रहले, एकर किछ आलोचना सेहो भ रहल छै। जे अनुसार से जीपीए 4 बहुत विद्यार्थी के देल गेले, विद्यालय के अधिकार देल गेल छले कि उनका सबके विद्यार्थी सबके मूल्यांकन क मार्क भेजला। वही अनुसार से राष्ट्रीय परीक्षा बोर्ड वही अनुसार से रिजल्ट सार्वजनिक केने छै। लेकिन आब जे विद्यार्थी सब उत्तीर्ण भेलै तिनका सबके आब के शैक्षिक गतिविधि केना क आगा बढ़ते, वो सब केना क नया शैक्षिक सत्र में आगा बढ़ते, एहि विषय में बात करै छलिए। ताहि के बाद जे विद्यार्थी सब अखन पढ़ि रहल छै, जे विद्यार्थी सब अखन 5 महीना से जिनका सबके पढ़ाई अवरुद्ध भेल छै, वो सब की करते त यावत विषय में बातचीत करै छलिए। बेस त, नमस्कार।